मित्र साथीहरू यता अब भाइ अस्ति मिन्नी तुम बिहा गर्न थालेको के त्यो उन्सना स्टेसन चाहिँ अलि टाढा हेलो एभ्रिवान नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईहरुले चाहिँ देखिसक्नुभयो होला के को बारेमा भिडियो भइरहेको छ भनेर हैन सो आज चाहिँ मेरो इन्टरनेसनल फ्लाइट छ यानी कि म मेरो बुढाकोमा जाँदैछु हैन अब कुन देश जाँदैछु भनेर तपाईहरुले यो केक देखेर थाहा भइसक्नुभयो होला म कुन देश जाँदैछु भनेर ल है त अब हेर्नुहोस् है त मेरो ब्लग कति दुःख पाउँछु म नजानेको नदेखेको ठाउँमा म हिँड्दाखेरि कस्तो कस्तो खालको स्थितिहरू आउँछ सो अब चाहिँ तपाईहरु हेर्नुहोस् है त यो केक चाहिँ दाइले रेडी बनाएर माथि ल्याउनु भएको हो हैन दाइ चाहिँ अहिले यहाँ हुनुहुन्न दाइ चाहिँ तल हुनुहुन्छ किनभने पसलमा एकदम बेलुका चाहिँ हाम्रो पसलमा भिड हुन्छ सो अहिले चाहिँ केक हामी मेरो बधाइनी मिक्फुङसँग हामीले चाहिँ एकदम बिदाईको लागि काटेर चाहिँ ऊ खुसीले एकदम गदगद भइरहेको छ उसले चाहिँ ह्याप्पी बर्थडे भइरहेको छ है भनेर उसलाई फिल भइरहेको छ क्या सो दिदीले पनि ल राम्रोसँग जा भन्दै हुनुहुन्छ स्पेशली झन् हाम्रो मिक्फुङको झन् एकदम मनपर्ने केक हो यो त होइन एकदम धेरै होइन र हिँड्ने बेलामा चाहिँ दही खानुपर्छ अरे शुभ सायद अरे भनेर दही पनि खुवाउँदै हुनुहुन्छ होइन केक पनि खुवाउँदै हुनुहुन्छ दुइटै मिक्स गरेर म चाहिँ खाँदैछु हाम्रो मिक्फुङ चाहिँ यस्तो खुसी हुन्छ केक खाँदैछ फेरि इ हाम्रो मम्मी त यस्तै हो जहिले हैन जहिले भन्दा पनि अब यस्तो हो फर्स्ट टाइम म घरदेखि धेरै टाढा जाँदैछु त्यही भएर पनि होला अहिले चाहिँ दाइ आएर दाइले मलाई टिका लगाइदिनु भयो हैन ट्याक्सी पनि आइसक्यो पठाउ गरेको थियो नि त अनि ट्याक्सी पनि आइसक्यो अनि हामी पनि तल झऱ्यौँ मेरो किनभने 11:55 को फ्लाइट थियो होइन अनि अलिक छिटो निस्किनु पर्ने थियो किनभने म फर्स्ट टाइम पनि इन्टरनेसनल ट्राभल गरिरहेको छु नि त अनि मलाई केही पनि थाहा छैन अनि अब सकेसम्म अगाडि नै पुगौँ भने हाम्रो मम्मी त हेर न अघि नै थेक्थेर थुथु रुन थालिहाल्नु भएको थियो होइन अब मम्मीलाई देखेर चाहिँ मलाई कस्तो नराम्रो लाग्यो भने नि अब सबैसँग बिताइसकेपछि म बुवासँग पनि भित्रै नै बिताइसकेको थिएँ अघि होइन अनि त्यसपछि हामी अब गाडीमा चढ्यौँ अनि चढेपछि चाहिँ हामी लाग्छौँ एयरपोर्टतिर एक्ज्याक्टली चाहिँ यो पैसा चाहिँ मनिमा दिदीले मलाई दिनुभएको हो होइन मेरो ट्रान्जिट चाहिँ हङकङमा थियो त्यही भएर तिमी हङकङमा बस्दाखेरि तिमीलाई भोक लाग्यो भने चाहिँ यो पैसाले चाहिँ तिमीले पानी चिया कफीहरू आउँछ है भनेर चाहिँ मलाई दिनुभएको थियो होइन सो थ्याङ्क यू सो मच यो पैसाको लागि पनि तर मैले स्टिल बोकिरहेको छु यो पैसा अझै पनि होइन किनभने मैले त्यहाँ खर्च गरिनँ अनि यो पैसा चाहिँ मैले उहाँबाट खर्च लिएको हो त भन्नु होला नि होइन खर्च लिए यो पकाएर ल अहिले मेरो बिदाई पनि सक्यो होइन तर दिदीहरूलाई चाहिँ एकछिन बस्नु है मेरो ह्यान्ड क्यारी र लगेज गरी 30 केजी हो खासै तर 32 केजी भएको थियो अनि केही सामान वापस भयो भने चाहिँ लिएर जानु भनेर चाहिँ दिदीले रोकेको थिएँ र अर्को साथी पनि एकजना थियो उ र म चाहिँ त्यही दिनै जाने भनेर साथी बनिने भनेर चाहिँ हामीले कन्ट्याक्ट गरेर साथी भएको थियौँ ऊ चाहिँ अगाडि नै गइसकेको छ नि त भित्र अनि म चाहिँ ढिलो भइसकेको थियो त्यही भएर चाहिँ म पनि हतार भित्र छिरेको थिएँ त्यहाँ हतार मैले सोधेर चाहिँ कुन लाइनमा लाग्नु पर्यो भनेर लाइनमा लागिहालेँ हो अनि लाइनमा लागेपछि चाहिँ मेरो साथी पनि पछाडि आयो अनि ल यो चाहिँ हामीले बोर्डिङ लिइसकेछ र इमिग्रेसन चेक भइसकेर चाहिँ हामी माथि छिरेर बसेको त्यो चाहिँ वेटिङ रुम हो जुन चाहिँ अब हामी जान आँटेको यहाँदेखि चाहिँ उही नै हो मेरो नयाँ साथी जुन चाहिँ हामी ट्राभलमै भेटेको उसको र मेरो कन्ट्याक्ट गरेर चाहिँ हामी त्यही दिने जाने भनेर चाहिँ हामीले ट्राभलबाट चाहिँ उसले नम्बर निकालेर फोन गरेर हामी सँगै भएर हिँडेको हो यो चाहिँ अब चाहिँ हाम्रो सुरु भयो ट्राभल यो चाहिँ हाम्रो बोर्डिङ लास्ट गेट स्टार्टको अब हामी चाहिँ हिँड्ने खालको चाहिँ बोर्डिङ हो होइन अनि चाहिँ हामी गफ गर्दै बसिरहेको थियौँ अनि वेट गरिरहेको थियौँ हाम्रो चाहिँ गेट नम्बर 7 थियो फाइनल्ली अब चाहिँ हामी स्टार्ट हिँड्ने हो तोप्रेर चाहिँ म त के टिका लगाइदिनु भने के टिका हेर्नु न काला र यत्रो कालो त यत्रो कालो छैन नि दादा है जाने चाहिँ यही हो
साथी कस्तो फिल भइरहेछ नर्भस भइरहेछ ल हामी चाहिँ यहाँ हिँडेको अब हामी फोटो खिच्ने हो यहाँ फोटो खिच्ने न्युमा त हामी त एकदम ढिलो भएछ नि त अनि त्यसपछि मेरो बुढाले के भन्नुभएको थियो भने साथीको र तिम्रो चाहिँ एउटै सिट बनाऊ है बोर्डिङ किन्ने बेलामा भनेर भन्नुभएको थियो मैले त मेरो लगेजको वेट ज्यादाको टेन्सनले गर्दा म त बिर्सेछु बिर्सेपछि त मेरो त पर्यो 56 उसको भयो 67 कि 68 कति परेको थियो मेरो 56 को एज परेको थियो होइन कि त्यो पनि कति लामो हुँदो रहेछ नि त एज के अनि त अब परेन फसाद अनि हामी म परे यता ऊ पऱ्यो पछाडि अनि जिन्दगीमा कहिल्यै नदेखेको यत्रो फर्स्ट टाइम देखेको यत्रो प्लेनभित्र चढेको होइन अनि ठाउँहरू मैले हेरेर भेटेर यदि अदरवाइज आफूले जानिन सकेन भने पनि त्यहाँको एयर होस्टेजहरूले चाहिँ राखिदिँदो रहेछ आफू फर्स्ट टाइम चढेको प्लेन होइन त्यो पनि यति धेरै मान्छेहरू भएको अनि एकचोटि नजारा लाउनु पर्यो नि त होइन यता कत्रो छ कत्रो डिपार्ट कति म कहाँ बसेको छु भनेर त मजाले हेर्नु पर्यो नि त होइन अनि बाहिरको भ्यू पनि स्वाट्ट हेरेँ मैले यो यात्रा चाहिँ काठमाडौँदेखि हङकङसम्मको थियो होइन यानि कि 4 घन्टा 15 मिनटको अनि यहाँ मेरो छेउमा चाहिँ दाइ हुनुहुन्थ्यो अनि मेरो चाहिँ 56H थियो यानि कि तल्लोपट्टि साइडमा अनि क्याबिनमा चाहिँ 56K थियो क्या त्यो जुन चाहिँ दाइको हो होइन दाइ चाहिँ साह्रै मजाको मैले चाहिँ साटेर बसेँ होइन यो चाहिँ एक्ज्याक्टली नाइट भ्यू यानि कि सबै बत्तीहरू अफ गरेर यही तरिकाले जाने हो यो चाहिँ बाहिरको झ्यालदेखि होइन अनि यो चाहिँ अब हिँडेको है काठमाडौँदेखि हङकङ यो चाहिँ यस्तो खालको छ कस्तो माया लाग्यो यो सिचुएसनमा चाहिँ कस्तो इमोसनल हुने हो कि कस्तो देखिने अनि एकछिनमा त यो के होला भनेर कोट्टे हेरिरहेको थिएँ मैले के गर्ने होला यो बसेर कि कान छोप्ने हो कि जस्तो लागिरहेको थियो तर होइन रहेछ यो चाहिँ ब्लुटुथ कनेक्ट गरेर चाहिँ यसलाई चाहिँ माथि लगाएर फिल्म हेर्न पाइने रहेछ यहाँ चाहिँ सबै इङ्ग्लिस ल्याङ्ग्वेज चाइनिज सबै चेन्ज गर्न मिल्ने भएर जे साइडबाट हेर्दा पनि भयो आफूले अनि यो चाहिँ ड्याक्क साथले कहाँ लाउने फेरि होइन भनेर सोचिरहेको थिएँ म चाहिँ कोट्याएकै थिएँ क्या होइन कानमा लगाएँ अब लाउने कता भनेर खोजेको थिएँ क्या म चाहिँ अब कहिले चराको भए पो थाहा हुन्छ होइन यसले कहाँ हाल्ने कहाँ घुसार्ने भन्ने कहिले चढेको भए पो थाहा हुन्छ त होइन म चाहिँ कोटेइरहेको थिएँ होइन भरे चाहिँ दाइले यहाँ लाउने हो भने त्यो दाइले सिकाउनु त्यो दाइ चाहिँ साह्रै मनकारी होइन यहाँ सिकायो यहाँ रहेछ खुट्टामा खोजेर अनि चाहिँ दाइ सुत्नुभयो अनि मैले चाहिँ फिल्म हेर्दै बसेँ होइन त्यहाँको फिल्म हेर्दै खाना पनि आइपुग्यो स्वाट कस्तो स्ट्यान्डर्ड तरिकाले सबै प्याक गरेर होइन अनि सबै त्यसैमा हुँदो रहेछ नि त अनि यो प्याकेट हुँदो रहेछ यो प्याकेटमा चाहिँ सबै त्यही हुँदो रहेछ चम्मचदेखि लिएर ताउले अनि यो तौले भन्नाले मुख पुस्ने अनि यसको टिस्युहरू अनि त्यहाँ सबै डोमा लाउने चिजहरू सबै त्यहाँ हुँदो रहेछ अनि सुसी खायो मैले चाहिँ खाना डाइरेक्ट खानु पर्ने रहेछ डो नखाइकन त्यो बम चाहिँ मैले खाइहालेँ क्या अनि कस्तो धेरै भयो खाना चाहिँ तर खाना त्यस्तो टेस्टी वाउ खालको चाहिँ हुँदैन तै पनि जोस इनर्जेटिक टाइपको नै फ्रुटहरू मिलाएर दिएको हुँदो रहेछ अनि बट्टामा कस्तो मजाले मिलाएर ल्याएको हुँदो रहेछ दहीहरूदेखि लिएर सबै फ्रुट्सहरू मिलाएर कस्तो खालको खानेकुरा ल्याइदिन्छ भने चाहिँ यस्तो खालको है राम्रो ल्याइदिन्छ है खानेकुरा चाहिँ सट्ट खाइवरी सिद्ध्याइयो अब भुँडी तनक्क तन्काएर अब 2:30 बजी भएछ होइन अब सनक्क तरिकाले सुतियो निकै टाइम पछि चाहिँ उठिएछ होइन सुतेर अनि त्यतिखेर त अघि हङकङको एयरपोर्टमा पुगेछ यस्तो छ है मैले चाहिँ सबै दाइलाई सोधेँ नि त दाइ मेरो फर्स्ट टाइम हो म चाहिँ कुरे जाँदै गरेको मेरो साथी पर छेउमा परेको छ कसरी भेट्ने भन्दाखेरि बाहिर निस्किहाल्छ नि एउटै वे हो निस्किने अदरवाइज तिमीलाई केही कन्फ्युजन भयो भने बोर्डमा लेखेको हुन्छ तिम्रो फ्लाइटको हो त्यहाँ आधारमा जाऊ न भनेर भन्नु होइन अनि म चाहिँ बाहिर निस्किएर हेरेँ साथीले पर्खेँ त्यसपछि साथी पनि निस्क्यो भेट्यौँ अर्को दाइ पनि फेला परिसकेको थियो जम्मा 3 जना भयौँ होइन यहाँ पनि इमिग्रेसनमा जानुपर्ने रहेछ त्यहाँदेखि धेरै टाढा रहेछ यति ठुलो एयरपोर्ट हङकङको होइन खोज्नै नसकिने आफ्नो बोर्डिङ गेटै थाहा नहुने क्या अनि खोज्दा बल्लले होइन हामी चाहिँ हिँड्यौँ त्यो हिँड्ने ठाउँ पनि यस्तो लिफ्ट राख्दिएर हामी चाहिँ स्टेट लाग्यौँ उहाँ चाहिँ दाइ हो अनि मेरो साथी अनि अर्को केटी चाहिँ इन्डोनेसिया कि कता जाने अरे त्यही भएर हामी सँगसँगै नै इमिग्रेसनतिर लाग्यौँ
त्यसपछि चाहिँ हाम्रो नम्बर हेऱ्यौँ बोर्डमा होइन CX होइन CX को हेर्दाखेरि चाहिँ 19 नम्बर थियो अनि 19 नम्बर गेट खोज्दा होइन यत्रो ठुलो एयरपोर्टमा 19 नम्बर तला कता होइन अनि यही सन्दर्भमा निकै धेरै साथीहरू ऊ पनि नयाँ साथी भेट्यौँ हामीले अनि हामी उतातिर लाग्यौँ है खोज्न फाइनली हामीले चाहिँ भेटेर चाहिँ बस्यौँ यहाँ होइन यस्तो धेरै खोजेको हो उता गऱ्यो उस्तै यता हेऱ्यो उस्तै सोध्नलाई पनि अब राति बिहानै थियो स्टाफ पनि नआएको फाटाफुटा बसेको मान्छेले पनि राम्ररी एक्सप्लेन गर्न नजानेको होइन गाह्रो भएर बल्लले हामी बस्यौँ है यहाँ भेटेर अब गफ जान्छ फेरि है पूर्वेलीको हामी चाहिँ यहाँ बसे ट्रान्जिट पोइन्ट हाम्रो यति साह्रो खोजियो कि त्यसमाथि फेरि यहाँ ठुलो हल्ला घरलाई नि हामीसँग हल्ला गर्छ अलिक साह्रो हल्ला गर्नु कसै टिका त डरलाई त्यसै छ दाई फर्किनु त दाईको पनि त्यसै थियो त अघि ए यो चाहिँ यस्तो धारा हो होइन तातो चिसो दुइटै दिन्छ क्या यसले त्यसरी थिच्यो भने अनि हामीले टोइलेट गरेर पिसाब फेरेर तातो पानी सानी खाएर आयौँ भोक पनि लाग्न थाल्यो होइन अनि भोक लाग्न थालेपछि चाहिँ मैले नेपालदेखि ल्याएको त्यो चौचौ होइन मेरो ह्यान्ड क्यारीमै थियो अनि हामीले निकालेर खायौँ सबैजनाले बाडी चोरी सबैजना नेपालीको तरिकाले उसको बुढासँग बिजी छ एकजना यता हामी खाएकै उता पनि बिजी र यहाँसम्म आइपुग्दाखेरि कोरिया जानेको चाहिँ जम्मात हामी भइसकेको थियौँ गेट खोज्दै साथी मित्र भएका हौँ अब यहाँदेखि सबैको बाह्रै पालो यहाँ उहाँ पनि लिम्बू हो काप्लेचुङको लिम्बू सिस्टर हामी ट्राभलमै भेट भएको यता हाम्रो दाइ कहाँ दाइ हाम्रो काठमाडौँ बुढा नीलकण्ठबाट उहाँ पनि हामी यहाँबाट भेट भएको यता हाम्रो अर्को नाम के भयो सुबिना श्रेष्ठ त्यहाँ भेट भएको र तेह्रथुमको दाई हामी भेट भएको के अरे च्यानलको नाम शीतल ब्लग हजुर मलाई हेर्ने बित्तिकै त्यो सब्सक्राइब बढ्छ दाइको फेस यस्तो छ कि होइन हेर्ने बित्तिकै पुटुङटुङ Lai. Kau nak matam ya, tengok. Kau nak matam. Asing mini tu banyak tu mas. Amboy. Asing mini tu banyak kan harga. 請注意，旅客請小心偷管財物。冇人看管嘅會被罰站。如果發現冇人看管，請通知就令機場職員或者保安員。 हाम्रो गेट चाहिँ यता हो अहिले उज्यालो पनि भइसक्यो याक्थुङ मादाङ नअरू 80 मिनेट अन्नान 80 मिनेट चार्ज गर्ने पनि स्ट्यान्ड बाइ स्ट्यान्ड हुँदो रहेछ चार्ज गर्ने अप के जबर हौ होइन त के उखुमै अघि टाउको स्टिल दुखिरहेको छ क्या मेरो त के साह्रो उखुमै जबर हौ भोक लाग्यो भने होइन अब पानी खानेको एक गिलास अनि पेट लगाउँछ यो अघि चाहिँ बोर्डिङ गेटको भिडियो गर्न मिलेन त्यही भएर मैले गरिनँ यो काम चाहिँ नि कुरा चाहिँ काठमाडौँदेखि नै काम बिग्रेको हो नि त होइन मेरो साथीको र मेरो सिट नम्बर एउटै बनाएको भयो त म सँगसँगै आउन पाउँथेँ नि त होइन सँगसँगै भएन त्यही पछि त मेरो त यो हङकङदेखि कोरियासम्मको मेरो 62 नम्बर थियो 62 नम्बर खोज्नलाई त कुद्नु पर्यो नि त म अगाडि नै जानु पर्यो 62 भनेको चाहिँ एकदम 62 भनेको लास्ट हो अनि म एक्लै भएँ यानि कि म अगाडि जानु पर्यो अनि कुदे है म चाहिँ पारा त त्यही हो नि सबैतिर होइन सँगै गेटमा छिर्न मिल्ने भए त सँगसँगै गफ गर्दै छिरिन्थ्यो नि त होइन सिया लागे अब आफ्नो सिटतिर खोज्दै कुदे यो चाहिँ उताको भन्दा कम्ती सिट हुँदो रहेछ लेफ्ट राइट मात्रै हुँदो रहेछ अनि सिया बसियो यहाँ पनि खाना जिद्दी हो तर लास्ट नमिठो यार यो खाना चाहिँ मलाई साह्रै मन परेन अब मैले चुज गर्न नजानेर हो कि होइन अनि यो चाहिँ हङकङदेखि कोरियासम्मको 3.5 घण्टाको
थियो होइन। त्यहाँदेखि चाहिँ म यता सुतेर एकचोटि उठेँ पनि, उठेर चाहिँ एकदम यो समुद्रको भिडियोहरू बनाउँदै आएँ। साइडमा चाहिँ मेरो कोरियन केटी थियो होइन, इङ्ग्लिस ठुलै बोल्दै आयौँ। अनि तर यहाँ तल चाहिँ मैले क्यामेरा लगाएर खिचेको हो होइन। खासले चाहिँ मेरो चाहिँ बिच साइडमा थियो सिट, अनि यस्तोरी भिडियो बनाउँदै आएँ। त्यो हुँदै कोरियाको एयरपोर्टमा पनि ल्यान्ड भयो होइन। सट्ट लाएर एकजना साथी चाहिँ ठ्याक्कै मेरो अगाडि परेको थियो, अनि उसले चाहिँ एकछिन बस है सँगै निस्क्यौँ तिमी र म भनेर भने नि त मैले। अनि उसले वेट गर्न लगाएको थिएँ। अनि यो चाहिँ एक्ज्याक्टली एयरपोर्ट हामी निस्किसकेको बाहिर मेरो बुढा पनि आइसक्नु भएको थियो होइन। इमिग्रेसनमा एकदमै धेरै लाइन लाग्नु परेकोले गर्दा एकदमै ढिलो भइसकेको थियो। अनि मैले लगेज दुइटै ठेलेर निकालेँ नि त, त्यही भएर मैले मेरो बुढाले मलाई लिन आउनु भएको थियो। मैले फुलवाला भिडियो पनि गर्न पाइनँ, सो मैले फोटो यस्तो मात्रै बनाएको छु। अनि सबैले किन नबनाएको भनेर सोधिरहेको थियो नि त, तर मैले यस्तो मात्रै भयो। अनि मेरो बुढाले चाहिँ टिकट गर्नुभयो, बसको टिकट। अनि अब यहाँदेखि हामी चाहिँ चल सीताराम रुमतिर लाग्यौँ। यो चाहिँ यहाँ बसदेखि आएको बाटो हो होइन। यहाँदेखि पनि रुम आउनलाई चाहिँ 5 घन्टा लाग्दो रहेछ। ट्याक्क साथले मैले चाहिँ छेउमा बसेर एकदम नजारा हेर्दै आउँदै थिएँ होइन। भित्र चाहिँ यस्तो राम्रो सिटहरू थियो कि बाफ्रे कुरै नगरौँ न है। नेपालमा त यस्तो त सम्झिने पानी छम्किने। जुन चाहिँ 5 घन्टाको ड्युरेसन हुन्छ नि, त्यसले त्यो बसले चाहिँ बाटोमा रोकेर चाहिँ खाजासाजा खानु, पानी पिउनु अथवा टोइलेट जानु भनेर रोक्दो रहेछ। अनि मेरो बुढाले चाहिँ के खाने भनेर चाहिँ यहाँ हामीले छानेर खायौँ। तर कोरियामा चाहिँ म्याक्सिमम चाहिँ सबैमा सुँगुरको मासु मिक्स गरेको हुँदो रहेछ, तर हामी सुँगुरको मासु खाँदैनौँ। सो हामीले खाना खान एकदमै गाह्रो क्या। अनि एउटा माछाको जस्तो रोल थियो, एक्ज्याक्टली के हो नाम पनि पढ्न जाने पो होइन। त्यो चाहिँ मेरो बुढाले ल्याउनु पो, अनि त्यो यता ओभनमा तताएर चाहिँ हामीले खायौँ। एक्ज्याक्टलीमा चाहिँ कसरी फुकाल्ने भन्ने कुरा पनि मलाई थाहा थिएन नि त। अब कसरी फुकाल्ने होइन, जिन्दगीमा कहिले खाएको भए पो थाहा हुन्छ त यसरी फुकालेर खानुपर्छ भनेर। अनि कसरी फुकालेर खाने हो भनेर, अनि मेरो बुढाले फुकालेर दिनुभयो, अनि मैले खाएँ। ताजा खाने के मिठो हुन्छ। यो चाहिँ बाहिरको भ्यू यस्तो खालको छ, खाजा खाने ठाउँ भनौँ न एक्ज्याक्टली नेपाली ठेट भाषामा। अनि यहाँ चाहिँ फेरि मेरो बुढाले मकै खाने, मकै कस्तो मिठो हुन्छ भनेर भन्नुभयो। अनि मकै किन्नलाई चाहिँ पहिला टिकट गरेर चाहिँ लाइन लाग्नु पर्दो रहेछ नि। मेरो बुढा चाहिँ लाइन लागिराख्नु भएको छैन। अनि मैले चाहिँ पर्खिरहेको छु। जाडो यस्तो खतरनाक जाडो बाफ्रे। यहाँ चाहिँ बसबाट हर्न बजाइसक्यो नि त, लु आउनु है भनेर भन्न खोज्या हो नि त होइन। अनि यो चाहिँ मकै खाँदै कुद्यौँ नि त हामी त। अनि कस्तो मिठो रहेछ क्या, टेस्टी रहेछ। अनि ल अहिले नखाउ न त, भरे गाडीमा भित्र खाऊ भनेर भन्नुभयो। अनि लगत्तै लुकाएर चाहिँ हामी छिर्यौँ भित्र। अनि हामी खाँदै लाग्यौँ। नो हल्ला, नो साउन्ड, नो गफ होइन, यस्तो पिसफुल हुँदो रहेछ। अनि यहाँदेखि चाहिँ हामी लाग्यौँ। स्पेसली थ्याङ्क यू सो मच भन्छु मेरो साथीहरूलाई चाहिँ, अनि त्यो तेथुमको दाइलाई, किनभने उहाँहरूले यस्तो मजाले हेल्प गर्नुभयो बाहिर निस्किनेसम्म। थ्याङ्क यू सो मच भन्न चाहन्छु उहाँहरूलाई चाहिँ। मेरो भिडियो देख्नुभयो भने धेरै धन्यवाद भन्न। त्यहाँ चाहिँ कि आइसम्म यस्तो रात परिसक्यो भनेपछि कति लामो बाटो आइएछ भन्ने कुरा थाहा भइरहेछ नि त होइन। विदेश भनेको विदेशै हुँदो रहेछ हौ। बसमा चढे पनि यस्तो मजा हो कि होइन, नत्र भने नेपालमा भएको ड्याङ गरेर आउनुहोस् बाट खाली छ भन्छन् होइन। अनि यो चाहिँ हामी टर्मिनलमा निस्किसकेर पनि हामी ट्याक्सी चढेर हामी रुम आइसक्यौँ। ल है त, आजको भिडियो यस्तै नै भयो। लङ ट्राभलमा दुःख पनि पाइयो, धेरै कुराहरू सिक्ने मौका पाइयो, अनुभव गरियो होइन। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुमा धेरै धन्यवाद। मेरो साथीहरूलाई पनि धेरै धन्यवाद। आजको भिडियो यति नै। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई, गुड नाइट, ह्याभ अ गुड डे।